पनि फोन गर्नुभयो तपाईहरुको यस्तो यस्तो छ भनेर। कतिपयलाई हामीले यहाँ त्यस्तो अवस्थामा राख्न नसकेको अवस्थामा सेफ हाउसमा पनि सेभ गरेर राखेको पनि अवस्था छ। सकभर हामी घट्नै नघटोस् भन्ने चाहन्छौं, तर पनि त्यस्ता घटनाहरू घटेकालाई चाहिँ कसरी हुन्छ हामीले चाहिँ न्यूनीकरण गरेर जानुपर्छ। घटना घट्नु भन्दा पनि त्यस्ताहरूलाई चाहिँ न्यूनीकरण गरेर जानुपर्छ। र अर्को कुरा, जो महिला हिंसामा परेका महिला दिदीबहिनीहरू हुनुहुन्छ, महिला दिदीबहिनीहरू मात्रै नभएर लैंगिक हिंसामा परेका भनौं पुरुष पनि हुन सक्छ। हाम्रो महिला बालबालिका शाखाको शाखा प्रमुखज्यू यही हुनुहुन्छ। हामीले चाहिँ चाँडै नै कार्यविधि पास नभएको कारणले हामीले त्यो कार्यान्वयनमा ल्याउन सकेका छैनौं। लैंगिक हिंसा निवारण कोष भनेर पनि राखेको छौं र त्यसबाट चाहिँ हामीले जो महिलाहरू पीड़ित हुनुहुन्छ, जो लैंगिक हिंसामा परेका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ केही पुँजी, उहाँहरूको म केही गर्छु, म अगाडि बढ्छु, म पीड़ित छु भनेर वार्डबाट सिफारिश र विभिन्न प्रक्रिया छ। त्यसको लागि हामी प्रत्येक वार्डमा पनि जानकारी गराउनेछौं। हजुरहरूलाई पनि मैले अहिले जानकारी गराए। त्यस्तो भयो भने पालिकाबाट हामीले चाहिँ केही पुँजी हजुरहरूलाई सहयोग गर्न सक्छौं। त्यस्ता परेका हिंसामा परेका महिला, लैंगिक हिंसाका व्यक्तिहरूलाई चाहिँ हामीले सहयोग गर्न भनेर केही बजेट छुट्याएका छौं। यो पनि खास गरी हामीले महिलालाई नै लक्षित गरेर राखेका हौं। धेरै त महिलाहरू नै पढिरहेको छ, बालबालिकाहरू नै पढिरहेको छ। त्यसैले यो कुरा पनि तपाईहरुलाई मैले जानकारी गराउन चाहे। अर्को कुरा, ओसीएमसी जो महिला हिंसामा परेको हुनुहुन्छ, लैंगिक हिंसामा परेको हुनुहुन्छ, उहाँहरूलाई चाहिँ फ्री उपचारको लागि नगरपालिकाको सिफारिशमा तपाईहरुलाई सिरा जिल्लाको 2टा अस्पतालमा फ्रीमा उपचार हुन्छ। एउटा सिराको प्रादेशिक अस्पतालमा, अर्को लाहानको प्रादेशिक अस्पतालमा। त्यस्तो तपाईहरुको छरछिमेकमा, तपाईहरुको आफ्नै घरमा भनौं न, त्यस्तो घटना हामी टाढाको छैनौं। म त बारम्बार सबभन्दा धेरै वार्डमा 5 नम्बरमा जान्छु होला। महिलाको कार्यक्रम सबभन्दा धेरै त्यहाँ चल। त त्यस्तो भयो भने हजुरहरूले वडा अध्यक्ष, सबभन्दा नजिकको निकाय हजुरहरूको वडा कार्यालय छ, वडा अध्यक्षसँग सम्पर्क गर्नु सक्नुहुन्छ। अब मेरो नम्बर कतिपयहरूसँग छ नै, उहाँहरूले सम्पर्क गर्नुभयो भने नगरपालिकाको सिफारिशमा त्यो पनि तपाईहरुको के परामर्श भन्छ, तपाईको स्वास्थ्य परीक्षण एकदमै फ्रीमा त्यहाँ हुन्छ। नगरपालिकाको सिफारिश लानुभयो भने यो पनि हामीले महिलाहरूलाई नै लक्षित गरेर यो कार्यक्रमहरू गरिरहेका छौं। र महिलाहरूको हक अधिकारको कुरा गर्नुभयो, 33% अधिकार महिलालाई दिएको छ। हामीले चाहिँ यतिले पुगेन, हामीलाई 51%, 50% चाहियो भनेर रिता म्याम जस्तो म्याडम लगायत अन्य महिलाहरू सदनमा रहेका महिलाहरूलाई घचघचाइरहेका छौं। हामीलाई 50% अधिकार चाहियो भनेर। मलाई लाग्छ हामीले त 33% को पनि सदुपयोग गर्न सकेका छैनौं जस्तो लाग्छ व्यवहारमा, किनकि कागजमा मात्रै छ। हामीले व्यवहारमा उतार्नु पर्यो। 5 नम्बर वार्डमा महिलाहरू यति सक्रिय भएर लागिरहनु भएको छ। यसलाई अझै यति यो हलमा भएका जतिलाई मात्रै होइन, त्यहाँ विभिन्न घटना घट्ने गरेको छ। त्यस्ता महिलाहरूलाई पनि चाहिँ अलिकति आत्मनिर्भर बनाएर चेतना दिएर हामीले चाहिँ 33% अधिकार लिन सक्नु पर्यो। अनि नै हामी 50% मा गएर त्यहाँ सदनमा चिच्याउने हो। उहाँहरू त दिनरात विज्ञप्ति दिइरहेको देख्छु होइन, महिलालाई 50% अधिकार चाहियो भनेर। यसमा चाहिँ हामी महिला दिदीबहिनीहरू पनि अगाडि बढ्नुपर्छ र 33% होइन, हामीलाई 50% चाहियो भनेर हामीले व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ। र हामीले विभिन्न सिपमूलक तालिमहरू पनि महिलालाई लक्षित गरेर चलाइरहेका छौं। अस्ति नै पनि म जाँदा वार्डमा भनेको पनि थिए, पोहोर साल पनि चलायौं। कृषिको तालिमहरू त होइन सर दिइरहेका छौं। अर्को कुरा, कृषिबाट चाहिँ हामीले बिउ बिजन पनि कृषि शाखाबाट बिउ बिजन पनि नगरपालिकाले वितरण गरेको थियो। कतिपय त यही संस्थाबाट पनि वितरण भयो र कतिपय हाम्रा पालिकाबाट बिउ बिजन वितरण हुँदाखेरि 5 नम्बर वार्डका समूहहरूलाई पनि जानकारी गराएका थियौं। अब पालिकामा को जानुभयो उहाँहरूले लिनुभयो होला, जानकारी चाहिँ सबैलाई गराएका थियौं। समूहमा के छ सर होइन, गराएका थियौं। पालिकासँग र तपाईहरु समन्वय गरी बस्नुभयो भने हामी पनि त्यहाँ जाँदा यस्ता कुराहरू भनिबस्छौं। तपाईहरु पनि आएर के छ भनिबस्नुभयो भने अझै ज्यादा नजिक भएर धेरै कुराहरू हामीसँग काम गर्न सक्छौं, सहज हुन्छ। अब धेरै कुरा खेतको लिजको कुरा गर्नुभयो, अन्य कुरा गर्नुभयो, मटरको कुरा, सिंचाईको कुरा गर्नुभयो। अघि मेरो साहबले धेरै कुरा राखिदिनै सक्नु भएको छ। र यसपालि पनि हामीले कृषिलाई भनेर 1 करोड 10 लाख छुट्याएका छौं।
हामीले चाहिँ तार पोल विद्युतको लागि चाहिँ भनेर कृषिलाई नै लक्षित गरेर अझै कतिपय 5 नम्बरको मात्रै वार्डको कुरा नगरेर कतिपय हामीले अरू वार्डमा चाहिँ महिला मैत्री कृषि सामग्रीहरू पनि वितरण गरेका छौं र त्यस्तो भयो भने भोलिका दिनमा एकैचोटि गर्न नसकौँला 5 नम्बर वार्डमा पनि हामीले महिला मैत्री कृषि सामग्रीहरू वितरण गर्न सक्नेछौं। सिपमूलक तालिमहरू पनि हामीले मतलब सब आर्थिक वर्षमा गराइरहेका छौं र यसपालि पनि मैले अस्ति पनि भनेको थिएँ यसपालि पनि हामीले समथिङ न्यू राखौं भनेर सधैँ एउटै तालिम कति गराउने तालिम मात्रै लिएको भयो कार्यान्वयनमा आएन भनेर मिथिला आर्ट भनेर मिथिला चित्रकला सम्बन्धी हामीले राखेका छौं। त्यसमा इच्छुक हुने साथीहरूले चाहिँ आएर फर्म भर्न सक्नुहुन्छ भनेर मैले अस्ति पनि भनेको थिएँ र अर्को कुरा महिलालाई ड्राइभिङ भनेर पनि राखेको छौं। जहिले महिलालाई तालिम दिने भनेपछि अगरबत्ती सिलाई कटाई पार्लरको मात्रै हुन्छ त्यो भन्दा माथि उठेर गरौं न महिलाहरू हामी पनि गर्न सक्छौं। महिलाले ड्राइभिङ गरेको छैन अहिले मजाले कमाइरहेको छ ड्राइभिङ गरेर त्यसमा हामी यहाँ मधेसको महिला चाहिँ किन पछाडि पर्ने हामी पनि केही गर्न सक्छौं गरेर देखाउँछौं भनेर त्यसमा तपाईहरु अगाडि आउनुभयो भने पालिकाले राखेको छ तपाईहरु आएर समन्वय गर्न सक्नुहुन्छ र आफ्नो इच्छुक साथीहरूले फर्म भर्नुभयो भने त्यो अनुसारले छनौट गरेर त्यो तालिम पनि चाँडै नै सुरुवात हुन्छ भन्ने